तपाईँहरूको कुरा काट्ने बानी चाहिँ कतिको छ? एउटाको कुरा अर्कैसँग गएर लगाउने, अर्कैको कुरा चाहिँ फेरि अर्कैसँग गएर काट्ने। हाम्रो सोसाइटीको नजरबाट हेर्ने हो भने चाहिँ यो राम्रो बानी होइन, तर साइकोलोजिकल्ली कहिलेकाहीँ गसिप गर्नु भनेको चाहिँ एकदमै हेल्दी बिहेभियर हो है। अब कसरी हेल्दी भयो त भन्दाखेरि तपाईँलाई कसैले गरेको कुरा चित्त बुझेन, तपाईँमा रिस जन्मायो अथवा फ्रस्ट्रेसन जन्मायो, उसको व्यवहार मन परेन अथवा उसको बोल्ने शैली मन परेन भने ती चिजहरूले तपाईँमा त एउटा इमोसनल चार्ज त डेभलप गर्छ नि त, केही न केही भावना त उब्जाउँछ नि त। हो, त्यो कन्फ्लिक्ट चाहिँ यदि त्यही मान्छेसँग गएर कुरा गर्नुभयो भने उसँग झगडा पर्न सक्छ, उसँग सम्बन्ध बिग्रिन सक्छ। त्यही नबिग्रियोस् भनेर चाहिँ हामीले त्यो आएको इमोसनलाई रेगुलेट गर्नुपर्छ क्या। हो, त्यो रेगुलेट गर्ने प्रोसेसलाई चाहिँ हामीले गसिपिङ अथवा कुरा काट्ने प्रोसेस भनेर भन्ने गर्छौँ। त्यो कुरा काट्ने प्रोसेस भनेको चाहिँ इमोसनल भेन्टिङ प्रोसेस हो क्या। कसैको कारण तपाईँमा भएको इमोसनल इम्प्याक्टलाई चाहिँ तपाईँले रेगुलेट गर्ने प्रोसेस हो। सो कुरा काट्ने भन्दैमा तपाईँले कसैको क्यारेक्टरलाई नै प्रश्न चिन्ह उठाउने अथवा कसैको चरित्रै हत्या गर्ने प्रोसेस चाहिँ होइन। यो चाहिँ अलिकति टक्सिक हो। सो यदि चरित्र हत्या नगरिकन तपाईँले गसिप गर्ने बानी छ, कुरा काट्ने बानी छ, यसले यस्तो भन्यो भन्ने बानी छ भने चाहिँ बधाई छ तपाईँहरूलाई। किन भन्दा यसले हाम्रो इमोसनल इनर्जी चाहिँ सप्रेस गर्ने टेन्डेन्सी घटाएर लान्छ।